पुग्छन् भनेर अनि घरमा पुगे। अनि घरमा पुगिसकेपछि अनि अब दैव संयोग उनले जाने भगवानको पूजा गरूला मेरो सन्तान भयो भने भनेर मनले सङ्कल्प गरेका थिए र उनकी जाने अब ती साधु बनिया ती धर्म पत्नी लीलावती जो थिइन् उनी अकस्मात गर्भिणी भइन् र 10 मास पुरा भयो र त्यसपछि एउटा कन्या जन्मिन्। त्यो कन्याको नामाकरण गरे। तिनको नाम कलावती भनेर नामाकरण भयो र त्यसपछि ती कस्ती थिइन् भने शुक्ल पक्षका चन्द्रमा जस्तै दिन प्रतिदिन बढ्दै गइन् र अनि त्यो नामाकरण गर्दाखेरि पनि तिनले भगवानको पूजा गरेनन्। उनकी भार्या लीलावतीले भनिन् हामीले यो गरेको सङ्कल्प त पुरा भएन। अनि त्यसपछि ती साधु बनियाले भने अब विवाहको बेला गरौँला भन्ने कुरा भयो। अनि त्यसपछि ती कलावती पनि अब हुर्किन्, बिहाको समय आयो। अनि ती जाने साधु बनियाले चन्द्रज्योति नगरतिर दूतहरूलाई पठाएर ल एउटा जाने दुलहा खोजेर ल्याऊ भनेर पठाए। अनि ती दूतहरू गएर एउटा दुलहा खोजेर लिएर आए र ती आफ्नी छोरी कलावतीको बिहा गरेर दिए। अब ती साधु बनियाले पनि आफ्नी छोरीको विवाह गरेर दिइसकेपछि त्यो विवाहको बेलामा पनि भगवानको पूजा गरेनन्। अनि त्यसपछि छोरी विवाह गरेर दिइसकेपछि ती साधु बनिया आफ्ना ज्वाइँलाई साथमा लिएर फेरि व्यापार गर्ने सिलसिलामा सहरतिर जानुभयो। गइसकेपछि चन्द्रज्योति नगरका राजा चन्द्रकेतु राजाको घरमा जाने दरबारमा चोरी भएको रहेछ र ती जाने दूत राजाका दूतहरूले ती चोरहरूलाई लखेड्दै आएका रहेछन् र ती साधु बनिएका ज्वाइँ ससुराहरू एउटा जङ्गलमा जाने बसेका रहेछन् र ती दूतहरूले ती राजाका दूतहरूले तिनीहरूलाई फेला पारे। फेला पारिसकेपछि अब चोरहरू त कता गए। भगवानको माया हो, भगवानको जाने सङ्कल्प उनले पूजा गरूला भनेका थिए, गरेनन्।